कति मनदेखि सुरु गर्ने हो यो सबै भनेर सोध्नु भएको रहेछ होइन। बच्चा चाहिँ सबैभन्दा पहिला त अब 6 महिना पुरा भएको हुनुपर्छ होइन। 6 महिना अगाडिसम्म चाहिँ तपाईँले केही पनि दिन मिल्दैन बच्चालाई। 6 महिना पुरा भएको छ भने सुरुमा तपाईँले प्युरीबाट स्टार्ट गर्नुभएको छ भने उसले चाहिँ प्युरी नर्मली पचाइसकेको छ भने चाहिँ बल्ल तपाईँले स्टार्ट गर्न मिल्छ होइन। एभोकाडो सुरुमा दिँदा चाहिँ तपाईँले 2-3 दिन जस्तो विचार गर्नुपर्ने हुन्छ। 2-3 चम्चा जति चाहिँ मजाले म्यास गरेर चाहिँ खुवाउनुहोस् होइन। उसको रियाक्सन कस्तो हुन्छ त्यसपछि तपाईँले अन्डाको पनि पहेँलो भागबाट स्टार्ट गर्नुहोस् होइन। 3 दिन जति चाहिँ तपाईँले पहिलो भाग दिइसकेपछि बच्चालाई एलर्जी छ कि के छ भन्ने कुरा चाहिँ थाहा हुन्छ। सेतो भाग चाहिँ सुरुमै नदिनु होला होइन। सेतो भागले चाहिँ एलर्जी गराउँछ बच्चालाई चाहिँ, अलि पछि दिन मिल्छ। त्यसै गरेर नट्स पाउडर चाहिँ तपाईँले 6 महिनापछि दिन मिल्दैन, त्यो चाहिँ 7-8 महिनामा बल्ल दिँदा हुन्छ है। सुरुमा नदिनु होला त्यो चाहिँ बच्चालाई फेरि चोकिङ हुन सक्छ नि त। अनि त्यही भएर चाहिँ त्यो चाहिँ सुरुमा नदिएको नै बेस्ट हुन्छ। अनि घिउ चाहिँ एकदमै थोरै बच्चाको लिटोमा अनि बेबीको जाउलोमा चाहिँ तपाईँले मिक्स गरेर दिन मिल्छ। अर्को भनेको त नर्मली जाउलो अनि अब तपाईँले त्यो लिटो स्यालेस त नर्मली दिइरहनु भएको छ होइन। किनुवा पनि तपाईँले 6 महिनापछि चाहिँ दिन मिल्छ है त। धन्यवाद।